त्यसमा खबर पनि नगर्ने अनि घरमा गएर टिकटकमा बसेर रोइदिने के फेरि हामीले केही नै नगरे जस्तो गरिदिने अब केही गर्न खोजे पुलिसले फेरि के गर्यो दुःख दियो भन्ने फेरि तपाईँहरूको त्यो गुनासो पनि छ तपाईँहरूले कम्तीमा पनि 100मा फोन गर्नु पर्यो प्रहरीसँग सपोर्ट आउँछ 103 मा फोन गर्यो ट्राफिक सपोर्ट आउँछ अनि त्यसपछि तपाईँहरूलाई अब भाडामा समस्या पर्यो अनि हाम्रो यो के अरे गाडीको सवारी चालक र सहचालकसँग किन झगडा गर्नु पर्यो हामीलाई खबर गरे भइहाल्यो गाडी नम्बर टिपाइदिन्छ हामी कारबाही गर्छौँ यो यति कुरा कम्तीमा यतिसम्म चाहिँ हजुरले सोधिदिनु पर्यो कि अब यहाँबाट पुरा चुप्प लाएर बस्ने केही नभन्ने जति पैसा माग्छ दिने अनि जति घाँचा गुच्चो भए पनि जसले जे गरे पनि तपाईँहरू सहेर बस्ने अनि दौडेर घरमा गएर अनि 2 दिनपछि चाहिँ फेसबुक खोलेर अनि लाइभ बसेर रोइदिने अनि त्यो फेसबुक बसेरमा लाइभ बसेर रुनु भन्दा त तपाईँले तत्काल रियाक्सन गर्ने हो नि तपाईँले त होइन तपाईँलाई कसैले केही गर्छ भने तपाईँले त्यतिखेर प्रतिकार गर्ने हो नि त नि साथीको सँगै भएको मान्छेलाई भन्ने हो कि चालक त सहचालकलाई भन्ने हो कि फोन निकालेर तुरुन्तै ल 100मा कल गरेर त्यतिखेर प्रहरीलाई भन्ने हो कि त्यो पो गर्ने हो त्यो आँट निकाल्नु पर्यो के